हेलो सम्पूर्णलाई आज चाहिँ हामी क्लास 8मा रहेको म्याट्रिक्स च्याप्टरलाई पढ्न गइरहेका छौँ। सबैभन्दा सजिलो च्याप्टरहरूको मध्येको एउटा च्याप्टर भनेकै म्याट्रिक्स हो र यो च्याप्टरबाट क्लास 8मा पनि हाम्रो भेरी सर्टमा र लङमा पनि क्वेसनहरू सोध्ने गर्छ कहिलेकाहीँ। भेरी सर्ट र सर्टमा त पक्कै क्वेसन आउँछ यहाँबाट। र आज हामी यही च्याप्टरलाई विस्तृत रूपमा बुझ्न गइरहेका छौँ। फर्स्टमा चाहिँ म्याट्रिक्स भनेको के हो भनेर भन्दाखेरि चाहिँ म्याट्रिक्स भनेको कुनै पनि डाटाहरूलाई रो कलममा एरेन्ज गरेर लेख्ने एउटा मेथड हो म्याट्रिक्स भनेको चाहिँ, हो कि होइन। अब फर्स्टमा हामीले यसको बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि म्याट्रिक्सलाई हामीले कसरी रिप्रेजेन्ट गर्न सक्छौँ। क्लास 7मा पनि पढेकै कुरा हो यो, होइन। फर्स्टमा चाहिँ रिप्रेजेन्टेसन अफ म्याट्रिक्स मतलब म्याट्रिक्सलाई हामीले कसरी रिप्रेजेन्ट गर्न सक्छौँ भन्ने कुराहरू बुझ्नु पऱ्यो। हामीले जहिले पनि म्याट्रिक्सलाई रिप्रेजेन्ट गर्दाखेरि बिग ब्र्याकेटको युज गर्नुपर्छ। सपोज एउटा म्याट्रिक्स ए भन्ने छ भनेपछि यसको रिप्रेजेन्टेसन के हुने भयो, 1 2 3 4 भनेर यसरी यदि मैले यसलाई बिग ब्र्याकेटमा लेखेँ भनेपछि यसलाई नै हामीले के भन्छौँ, म्याट्रिक्स फर्मेट भन्छौँ। र यसको अर्डरहरू लेख्नुपर्ने हुन्छ। क्लास 8मा चाहिँ हाम्रो क्वेसनहरू आउँछ, सर्ट क्वेसनमा चाहिँ अर्डर, वाट इज द अर्डर अफ द म्याट्रिक्स भन्छ। जहिले पनि यो अर्डर लेख्नु पऱ्यो भनेपछि यसमा यो म्याट्रिक्समा कतिवटा रो र कतिवटा कोलम छ भन्ने कुराहरू छुटाउनु पऱ्यो। जस्तै यो ए भन्ने म्याट्रिक्समा त कतिवटा रो छ, एउटा दुईटा। यसलाई हामी यो साइडकोलाई हामी रो भन्छौँ भने यो तलकोलाई कोलम भन्छौँ। यसरी कोलम भयो। कतिवटा रो छ त, दुईटा रो छ भनेपछि फर्स्टमा रो लेखिन्छ इन्टु कोलम चाहिँ सेकेन्डमा लेखिन्छ। भन्नुको अर्थ यो चाहिँ हाम्रो 2x2 को म्याट्रिक्स भयो भन्ने बुझियो। बुझ्नु भने अर्डर अफ द म्याट्रिक्स, अर्डर अफ द म्याट्रिक्स भन्नुकोलाई चाहिँ फर्स्टमा चाहिँ जहिले पनि रो इन्टु कोलम बनिन्छ। सो फर इक्जाम्पल फेरि एउटा इक्जाम्पल लिएँ मैले, बी भन्ने एउटा म्याट्रिक्स छ, 1 2 3 4 5 6 7 8 9 भन्ने एउटा म्याट्रिक्स छ। अब यसको अर्डर लेख्नु पऱ्यो भनेपछि यसको कतिवटा रो छ त भन्दाखेरि यो एउटा रो, दुईटा रो, तिनवटा रो। कोलम भनेको चाहिँ एउटा दुईटा तिनवटा। यो चाहिँ R1 R2, यो R3 भयो, यो C1 C2 C3। अब रो कतिवटा, फर्स्टमा त रो लेख्नु पऱ्यो भनेपछि तिनवटा रो मल्टिप्लाई तिनवटा कोलम। भन्नुको अर्थ यो चाहिँ हाम्रो 3x3 को म्याट्रिक्स भयो भन्ने बुझियो। अब म्याट्रिक्सको रिप्रेजेन्टेसन त भयो। अब यसलाई अब हामीले अर्को टाइपमा पनि रिप्रेजेन्ट गर्न सक्छौँ। जस्तै कि यसको प्लेस भ्यालु, त्यसको प्लेस कुन प्लेसमा कुन इलिमेन्ट छ भन्ने कुरामा पनि हामीले यसलाई रिप्रेजेन्ट गर्न सक्छौँ। जस्तै एउटा म्याट्रिक्स छ ए भन्ने, यसको प्लेस भ्यालु कसरी लेखिन्छ भन्दाखेरिमा यो A11 भयो, यो भनेको पहिलो रोको पहिलो कोलममा चाहिँ यो इलिमेन्ट हुने भयो। अर्को भनेको A12 A13, त्यसै गरी A21 भन्नुको अर्थ सेकेन्ड रोको फर्स्ट कोलममा पर्ने इलिमेन्ट हुने भयो। अब यो हुन्छ A22 A23, यसै गरी अब A31 A32 A32, अर्को छ A33। यसरी पनि हामीले यसलाई रिप्रेजेन्ट गर्छौँ म्याट्रिक्सलाई। A11 भनेको चाहिँ पहिलो रोको पहिलो कोलममा पर्ने इलिमेन्ट, A12 भनेको चाहिँ पहिलो रोको सेकेन्ड कोलममा पर्ने इलिमेन्ट भन्ने बुझियो। यो फर्स्टकोले चाहिँ रो, सेकेन्डकोले चाहिँ कोलम भन्ने बुझाउँछ। यसरी पनि हामीले म्याट्रिक्सलाई रिप्रेजेन्ट गर्छौँ भनेर बुझ्नु पऱ्यो है त रिप्रेजेन्टेसनमा। अर्को छ हाम्रो टाइप्स अफ म्याट्रिक्स, एकदमै इम्पोर्टेन्ट, हजुरको सिलेबसमा भएको मोस्ट इम्पोर्टेन्ट भनेको टाइप्स अफ म्याट्रिक्स। यो चाहिँ बुझ्नै पर्ने कुरा हो। टाइप्स अफ म्याट्रिक्स, जसमा पहिलो छ हाम्रो रो म्याट्रिक्स। अब रो म्याट्रिक्स भन्ने बित्तिकै हजुरले बुझ्नु पऱ्यो, रो म्याट्रिक्स भनेको रो मात्रै, जसको इलिमेन्टलाई चाहिँ रोमा मात्रै एरेन्ज गरेको छ त्यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ, रो म्याट्रिक्स भन्छौँ। अब यसको इक्जाम्पल हेरौँ। यसको इक्जाम्पल के हुने भयो भन्दाखेरि सपोज एउटा म्याट्रिक्स छ ए भन्ने, जसको इलिमेन्ट एउटा मात्र रोमा छ क्या, एउटा मात्र रोमा छ भन्नुको मतलब यो 1 2 3 भनेर लेखेँ। अब यो 1 2 3 भनेको त सबै एउटा मात्र रोमा सबै इलिमेन्टलाई एरेन्ज गरेछ भनेपछि यस्तो म्याट्रिक्सलाई हामी रो म्याट्रिक्स भन्छौँ। यसको अर्डर लेख्दाखेरि चाहिँ जहिले पनि के हुने भयो, एउटा रो छ अनि कोलम चाहिँ कतिवटा भयो, तिनवटा कोलम भयो भनेको 1/3 को म्याट्रिक्स भयो। त्यसै गरी सेकेन्डमा हुन्छ हाम्रो कोलम म्याट्रिक्स। कोलम म्याट्रिक्स, रो म्याट्रिक्समा एउटा मात्र रो थियो, कोलम म्याट्रिक्समा अब के हुने भयो, एउटा मात्र कोलम हुने। सपोज ए भन्ने म्याट्रिक्स छ भनेपछि यसलाई 1 2 3 यसरी यदि मैले रिप्रेजेन्ट गरेँ भनेपछि यो भनेको के भयो, कोलम म्याट्रिक्स भयो। अब यसमा रो चाहिँ कति छ, कोलम त एउटा भयो, रो चाहिँ कति छ भन्दाखेरिमा यो एउटा रो, यो दुईवटा रो, यो तिनवटा रो भनेपछि 3/1 को म्याट्रिक्स। यति ख्याल गर्नु, रो म्याट्रिक्समा चाहिँ जहिले पनि यो अगाडिको रो भन्ने पाटो चाहिँ 1 हुन्छ, कोलममा चाहिँ कोलम भन्ने पाटो 1 हुन्छ। त्यसै गरी तेस्रोमा हुन्छ हाम्रो जहिले पनि स्क्वायर म्याट्रिक्स।
अर्को हुन्छ स्क्वायर म्याट्रिक्स। अब स्क्वायर म्याट्रिक्स भने के हो भने दिमागमा होला, नामै छ स्क्वायर। हामी स्क्वायर कस्तोलाई भन्छौँ, जसको लेन्थ र ब्रेथ चाहिँ सेम हुन्छ। अब म्याट्रिक्समा त लेन्थ र ब्रेथ भन्न पाइएन। अब यसमा चाहिँ कसरी भन्नु पऱ्यो भन्दाखेरि हामीहरूले जसको चाहिँ रो र कोलम चाहिँ सेम छ, एउटै छ, हो त्यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ, स्क्वायर म्याट्रिक्स भन्छौँ। अब यसको इक्जाम्पलमा हेरौँ, 2x2 को म्याट्रिक्स, 3x3 को म्याट्रिक्स, 4x4 को म्याट्रिक्स, त्यो सबै टाइपको म्याट्रिक्स भनेको के हो, हाम्रो स्क्वायर म्याट्रिक्स हो। फर इक्जाम्पल 1 2 3 4 भने मैले, यो कतिको म्याट्रिक्स भयो, 2x2 अर्डरको म्याट्रिक्स भयो। सिमिलरली अर्को एउटा बी भन्ने म्याट्रिक्स छ अरे सपोज, यसलाई मैले लेखेँ 1 2 3 4 5 6 7 8 9। अब यसमा कतिवटा रो छ, 3टा रो छ, कतिवटा कोलम छ, 3टा कोलम छ। यो म्याट्रिक्स पनि के भयो, हाम्रो स्क्वायर म्याट्रिक्स भयो। 2x2 3x3 यसरी सेम रो सेम कोलमको म्याट्रिक्स छ भनेपछि त्यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ त, स्क्वायर म्याट्रिक्स भन्छौँ भनेर बुझ्नु पऱ्यो है त। ल अब स्क्वायर म्याट्रिक्स पछि हामीले के पढ्यौँ, रो म्याट्रिक्स, कोलम म्याट्रिक्स र अर्को स्क्वायर म्याट्रिक्स भनेर पढ्यौँ। अब स्क्वायर म्याट्रिक्स पछि अर्को हाम्रो के हुन्छ भन्दाखेरिमा जिरो म्याट्रिक्स भन्ने हुन्छ कि एउटा, अर्को के रहेछ, जिरो म्याट्रिक्स। चौथोमा चाहिँ छ हाम्रो जेरो म्याट्रिक्स, नामै छ जेरो म्याट्रिक्स। अब जेरो म्याट्रिक्स भने के होला त, जेरो म्याट्रिक्स भनेको त्यस्तो म्याट्रिक्स जसको एलिमेन्ट्स नै जेरो छ क्या। अब यसको ए भन्ने एउटा म्याट्रिक्स छ, जसको सबै एलिमेन्ट के छ, 0 0 0 0 छ, यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ, जेरो म्याट्रिक्स। अब यसको अर्डर त अभियसली के हुने भयो, 2x2 हुने भयो, तर यो यसको हरेक एलिमेन्ट जेरो भएको कारणले हामीले यसलाई के भन्यौँ त, जेरो म्याट्रिक्स भनेर भन्यौँ। क्लियर हुने है त, यो भनेको हाम्रो के भयो, जेरो म्याट्रिक्स भयो। यसै गरी अर्को हाम्रो 5औँमा हुन्छ डायगोनल म्याट्रिक्स भन्ने हुन्छ क्या, डायगोनल म्याट्रिक्स भन्ने हुन्छ। अब डायगोनल म्याट्रिक्स भनेको के हो भन्दाखेरि त्यस्तो म्याट्रिक्स जसको डायगोनलमा चाहिँ इलिमेन्ट 0 बाहेक अरू हुनु पऱ्यो, बाँकी एलिमेन्ट चाहिँ 0 हुनु पऱ्यो भन्न खोज्यो। यसले भन्नुको अर्थ के हो भन्दाखेरि, अब यसरी बुझ्दाखेरि यो कुरा के हो, जस्तो एउटा यो रेक्टेङ्गल हो, यो रेक्टेङ्गलको डायगोनल कतिवटा छ भन्दाखेरि हामीहरू कति भन्छ, यो एउटा डायगोनल हो सर, अनि यो चाहिँ अर्को डायगोनल हो भन्नुहुन्छ हजुरहरूले। अब यो दुईवटा डायगोनल छ, तर म्याट्रिक्समा चाहिँ हामीहरूले लेफ्टको टपबाट राइटको बटममा गएको डायगोनललाई नै चाहिँ हामीले डायगोनल भन्छौँ। मेन डायगोनल भनेको यो हो, यसलाई चाहिँ हामी लिँदैनौँ है त। अब डायगोनल म्याट्रिक्स भने कस्तो म्याट्रिक्स हो भन्दाखेरि, यो डायगोनलमा पर्ने एलिमेन्ट चाहिँ 0 बाहेक अरू हुनु पऱ्यो, जुनसुकै हुनु पायो, 1 2 3 4 5 6 जे पनि हुनु पायो, र बाँकी एलिमेन्ट चाहिँ 0 नै हुनु पऱ्यो। यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ त, डायगोनल म्याट्रिक्स भनेर भन्छौँ। अब यसको इक्जाम्पल लेख्नु पऱ्यो भनेपछि हाम्रो के हुने भयो, 1 0 0 1, एउटा यो म्याट्रिक्स पनि के भयो, डायगोनल म्याट्रिक्स भयो। अब अर्को एउटा इक्जाम्पल लिनुहुन्छ भनेपछि बी इक्वल्स टु, मैले 3x3 को म्याट्रिक्सको इक्जाम्पल लिएँ, 1 0 0 0 2 0 0 0 3। हेर्नु त, यो सबै हेर्दाखेरि यसको पनि यो डायगोनलमा एलिमेन्ट छ, बाँकी सबै 0 छ, यो पनि डायगोनल म्याट्रिक्स भयो। यसको पनि यो डायगोनलमा एलिमेन्ट छ, बाँकी सबै 0 छ भनेपछि यो पनि के भयो, डायगोनल म्याट्रिक्स भयो भन्नु बुझ्नु पऱ्यो है त। अब फेरि यसमै मैले एउटा अर्को इक्जाम्पल दिएँ, यदि यस्तो भएको भए 0 3 4 0 भइदिएको, यो चाहिँ डायगोनल म्याट्रिक्स हो कि होइन भनेर सोधेको भए यो हुन्थ्यो कि हुन्थेन, यो हुन्थेन है त, किनकि यसको के छ, यो डायगोनलमा चाहिँ एलिमेन्टहरू छ भन्नुको अर्थ यो डायगोनलमा हुनु हुँदैन। यसलाई चाहिँ हामीले म्याट्रिक्समा डायगोनल भन्दैनौँ, यसलाई हामीले डायगोनल भनेको लेफ्टको टपदेखि राइटको बटमसम्म गएकोलाई चाहिँ हामी के भन्छौँ, मेन डायगोनल भन्छौँ। त्यसैले यसमा चाहिँ यो चाहिँ के हो, हाम्रो डायगोनल म्याट्रिक्स चाहिँ होइन भनेर बुझ्नु पऱ्यो है त। ल 5 पछि अर्को, अब लास्टमा 6 नम्बरको छ एउटा, लास्ट होइन सेकेन्ड लास्ट, स्केलर म्याट्रिक्स भन्ने छ। ल स्केलर म्याट्रिक्स, अब यो स्केलर म्याट्रिक्स भने के हो भनेर बुझ्नुभन्दा अगाडि डायगोनल म्याट्रिक्स चाहिँ बुझिहाल्नु पऱ्यो है त। स्केलर म्याट्रिक्स भनेको पनि डायगोनल म्याट्रिक्स नै हो, तर अब डायगोनल म्याट्रिक्समा अघि डायगोनलमा भएको एलिमेन्ट त सेम नहुन पनि सक्छ नि त, इक्वल नहुन पनि सक्छ, तर स्केलर म्याट्रिक्समा चाहिँ सेम नै हुनु पऱ्यो। अघिको जस्तै यो चाहिँ हाम्रो एलिमेन्टको यो डायगोनलमा चाहिँ के थियो, यो डायगोनलमा 1 2 3 थियो, यो त सेम त होइन नि त, फरक एलिमेन्ट छ हो। यो फरक एलिमेन्ट हुँदाखेरि पनि यो डायगोनल म्याट्रिक्स त हो, तर डायगोनल म्याट्रिक्स स्केलर म्याट्रिक्स हुनको लागि चाहिँ एलिमेन्ट चाहिँ के हुनु पर्दो रहेछ, हाम्रो सेम नै हुनु पर्दो रहेछ। यो कुरा ख्याल गर्नु पऱ्यो है त। फर इक्जाम्पल, अब यसको एउटा इक्जाम्पल दिँदाखेरि यो 1 0 0 1, हेर्नु त, यसको यो डायगोनलमा के छ, एलिमेन्ट पनि छ र एलिमेन्ट सेम पनि छ, एलिमेन्ट पनि हुनु पऱ्यो, सेम पनि हुनु पऱ्यो भन्न खोजेँ मैले। अर्को एउटा बी भन्ने म्याट्रिक्स अरे, यो बी भन्ने म्याट्रिक्स चाहिँ 2 0 0 0 2 0 0 0 2। हेर्नु त, यसको डायगोनलमा एलिमेन्ट पनि छ र डायगोनल एलिमेन्ट सेम पनि छ। यस्तो म्याट्रिक्सलाई हामी के भन्छौँ, स्केलर म्याट्रिक्स भन्छौँ। यसको मैले डेफिनेसन लेखाइनँ, किनकि डेफिनेसन बुकमा पनि छ। मेन कुरा भनेको यसको कन्सेप्ट बुझ्नुपर्ने हो, त्यसैले मैले त्यही मात्र भनिरहेको छु है त। ल
6 पछि अब लास्टमा 7 छ हाम्रो, अर्को छ युनिट म्याट्रिक्स भन्ने छ। युनिट म्याट्रिक्स अथवा आइडेन्टिटी म्याट्रिक्स। आइडेन्टिटी म्याट्रिक्स एक्जाममा सबभन्दा बढी सोध्ने आइडेन्टिटी म्याट्रिक्स भनेर त यादै गर्नुभयो होला हजुरहरूले। यो एक्जाममा सबभन्दा बढी सोध्छ आइडेन्टिटी म्याट्रिक्स भनेर। यो म्याट्रिक्स भनेको यसलाई हामीले आईले डिनोट गर्छौँ, आई इक्वल्स टु 1 0 0 1। यो त यादै गर्ने त। यदि 2/2 को म्याट्रिक्स हो भनेपछि 1 0 0 1 हुन्छ यसको होइन। यदि त्यो म्याट्रिक्स 3/3 को हो भनेपछि चाहिँ 1 0 0 0 1 0 0 0 1। यो आइडेन्टिटी म्याट्रिक्स पनि के हो, डायगोनल म्याट्रिक्स नै हो, तर यसको डायगोनलमा चाहिँ इलिमेन्ट 1 मात्रै हुनु पर्यो, अरू हुन पाएन। युनिट भन्ने बित्तिकै के हो, 1 हो, डायगोनलमा 1 हुनु पर्यो। अब सर यो स्केलर म्याट्रिक्स हो कि होइन भन्ला, हो यो स्केलर म्याट्रिक्स पनि हो, डायगोनल म्याट्रिक्स पनि हो भनेर भन्ने, यस्तो हुनु पर्यो है त। यदि क्वेसनमा चाहिँ इक्जाममा यो सोधेर एउटा दियो ए इक्वल्स टु 1 0 0 1 भनेर दियो, अनि यो चाहिँ कुन म्याट्रिक्स भित्र पर्छ भनेर क्याटेगोरी लेख भनेर भन्यो भने चाहिँ यतिखेर हामीले यसलाई युनिट म्याट्रिक्स लेख्नुपर्छ है त। स्केलर म्याट्रिक्समा यो छ, यो चाहिँ स्केलर म्याट्रिक्स भयो, यो डायगोनल म्याट्रिक्स पनि हो। यदि कुनै म्याट्रिक्स डायगोनल पनि हो, स्केलर पनि हो, युनिट पनि हो भनेपछि चाहिँ हामीले युनिट लेख्नु पर्यो, बुझ्नु भयो होइन। यदि कुनै म्याट्रिक्स डायगोनल पनि हो, स्केलर पनि हो भनेपछि हामीले स्केलरलाई प्रायोरिटी दिनु पर्यो होइन। अब डायगोनल मात्र हो भने चाहिँ डायगोनल अभियसली हुने भइहाल्यो। ल यति नै हो म्याट्रिक्सको टाइप्समा चाहिँ हजुरको क्लास 8मा भएको। अब यसपछि एउटा अर्को छ इक्वल म्याट्रिक्स भन्ने छ। यो चाहिँ हाम्रो न्युमेरिकल सल्भ गर्दाखेरि काम लाग्ने हो, इक्वल म्याट्रिक्स भन्ने छ। ल अब इक्वल म्याट्रिक्स भने चाहिँ के भन्दाखेरिमा त्यो दुईटा म्याट्रिक्सलाई हामीले इक्वल म्याट्रिक्स भन्न सक्छौँ जसको करस्पोन्डिङ इलिमेन्ट्स चाहिँ सेम हुनु पर्यो, जसको करस्पोन्डिङ इलिमेन्ट चाहिँ एक्ज्याक्टली सेम हुनु पर्यो। अब करस्पोन्डिङ इलिमेन्ट्स भने चाहिँ के भन्ला, त्यो भनेको यो म्याट्रिक्स, सपोज मैले एउटा इक्जाम्पल लिएँ, यो ए भन्ने म्याट्रिक्स छ जसको इलिमेन्ट्सलाई मैले A11 A12 A21 र A22 भनेर नोटेसन गरेँ। अर्को म्याट्रिक्स छ बी भन्ने म्याट्रिक्स छ जसको इलिमेन्टलाई चाहिँ मैले C11 C12 C21 र C22 भनेर डिनोट गरेँ। यो दुईटा म्याट्रिक्सलाई हामी त्यतिखेर मात्र इक्वल म्याट्रिक्स भन्न पाउँछौँ जतिखेर चाहिँ A11 इक्वल्स टु C11, A12 इक्वल्स टु C12, A21 इक्वल्स टु A21 C21, A22 इक्वल्स टु C22। यो कन्डिसन यदि कुनै दुईटा म्याट्रिक्सले सेटिस्फाई गरिरहेको छ भने त्यस्तो म्याट्रिक्सलाई मात्रै हामी के भन्न पाउँछौँ, आइडेन्टिटी म्याट्रिक्स भन्न, अथवा इक्वल म्याट्रिक्स भन्न पाउँछौँ भनेर भन्ने। यसको इक्जाम्पल एउटा के हो भन्दाखेरि एउटा म्याट्रिक्स ए छ, यसको इलिमेन्ट चाहिँ 1 2 3 4। अर्को म्याट्रिक्स छ बी भन्ने म्याट्रिक्स छ, यसको इलिमेन्ट पनि 1 2 3 4 हो भनेपछि हामीले के भन्न पायौँ, ए एन्ड बी आर इक्वल म्याट्रिक्स भनेर लेख्न पाउँछौँ क्या। यही कुरा भन्न खोजेँ अब यसले, इक्वल म्याट्रिक्सको केस चाहिँ ए एन्ड बी आर इक्वल म्याट्रिक्स भन्न पाउँछौँ भनेर भन्न खोजेँ अब। ल अब यति कुरा भनिसकेपछि बाँकी कुरा त गर्न सकिन्छ। अब हाम्रो इक्जाममा आउने भनेको इक्वल म्याट्रिक्सबाटै क्वेसनहरू आउँछ। अब मोस्ट इम्पोर्टेन्ट म्याट्रिक्स च्याप्टरबाट तिमीहरूको एक्सर्साइज, फर्स्ट एक्सर्साइजबाट एकदमै बढी सोधिने क्वेसन, एकदमै बढी सोधिने क्वेसन कस्तो हुन्छ भन्दाखेरिमा त्यसमध्येको पहिलो क्वेसन चाहिँ के हो भन्दाखेरिमा फाइन्ड द भ्याल्यु अफ एक्स एन्ड वाइ इफ म्याट्रिक्स ए एन्ड बी आर इक्वल भनेर भन्यो। यसरी इक्वल भनेर दियो दुईटा म्याट्रिक्स र तिनीहरूलाई इक्वल छ भनेर भनिदिउँ, अनि एक्स र वाईको भ्यालु निकाल भनेर भन्छ। यो टाइपको क्वेसनहरू इक्जाममा मोस्ट प्रोबेबल सोधिरहेको हुन्छ है त। ल अब यस्तोमा के हुन्छ भन्दाखेरिमा सपोज एउटा ए भन्ने म्याट्रिक्स छ, ए भन्ने म्याट्रिक्सको भ्यालु छ एक्स 4, त्यसपछि गएर 5 अनि वाई। अनि अर्को छ बी भन्ने म्याट्रिक्स छ जसको भ्यालु छ 2 4 5 अनि यहाँ छ 8। अब यस्तो केसमा चाहिँ हामीले के गर्नु पर्यो, एक्स र वाईको भ्यालु निकाल्नु पर्यो। अब फर्स्टमा हामीले यस्तो क्वेसन सल्भ गर्दाखेरि हामीले के हेर्नु पर्यो भन्दाखेरिमा यसको करस्पोन्डिङ इलिमेन्ट्सहरू हेर्नु पर्यो। जस्तै इफ ए एन्ड बी आर इक्वल देन देयर करस्पोन्डिङ इलिमेन्ट्स आर अल्सो इक्वल भनेर लेख्न पाइयो हामीले। भन्नुको मतलब ए को यो A11 मा भएको इलिमेन्ट त यो हो नि त, फर्स्टको इलिमेन्ट त यो हो। अब बीमा चाहिँ बीको पनि यही ठाउँमा भएको इलिमेन्ट कुन हो त
भन्दाखेरि यो 2 हो भनेपछि यो x र यदि a र b इक्वल म्याट्रिक्स हो भनेपछि यो x र 2 पनि के हुनु पर्यो सेम हुनु पर्यो यो र यो ठाउँमा भएको इलिमेन्ट पनि सेम हुनु पर्यो अनि मात्र अनि पो इक्वल म्याट्रिक्स भन्नु पाउँछ नि त हामीहरूले त्यसो भए देयरफोर x को भ्यालु कति हुने भयो त 2 अनि अर्को y को भ्यालु कति हुने भयो y को ठाउँमा के छ यहाँ 8 छ त्यसैले y इक्वल्स टु के हुने भयो 8 हुने भयो क्लियर हुनु पर्यो है त यसलाई चाहिँ हामी इक्वल म्याट्रिक्सको प्रोसेसबाट सल्भ गर्न पायौँ ल अब यसको अर्को फर्म हुन्छ यसरी दियो क्वेसनले एक्जाममा चाहिँ यसरी दिन्छ 2 7 6 8 इक्वल्स टु 2 x minus 1 6 y minus 1 भनेर दियो यो दोस्रो नम्बरको है त अब यस्तो क्वेसन दियो अब बीचमा इक्वल्स टु छ भन्नुको मतलब यो दुईटा म्याट्रिक्स पनि के छ इक्वल म्याट्रिक्स हो भनेपछि हामीले सोलुसन गर्नु पर्यो अब फर्स्टमा हामीले के गर्ने x र y का छ हामीले निकाल्नु पर्ने x र y को भ्यालु भनेपछि फर्स्टमा हामीले x र y खोज्ने x र y त यतातिर छ नि त फर्स्टमा एउटाले लिए मैले यसलाई लिए यो x लाई लिए यो x लाई लिएपछि यो केसँग बराबर हुनु पर्यो यो 7 सँग बराबर हुनु पर्यो हो कि हैन हो त्यसो भए मैले के गर्नु पर्छ हियर 7 इक्वल्स टु के हुनु पर्यो x minus 1 अब मैले यसलाई x minus 1 इक्वल्स टु 7 लेख्न पाएँ अब त्यसो भए x इक्वल्स टु -1 यतातिर आएछ के हुन्छ +1 भनेपछि x को भ्यालु कति आयो त 8 सिमिलरली के हुने भयो 8 इक्वल्स टु y minus 1 y minus 1 इक्वल्स टु 8 अनि y इक्वल्स टु 8 + 1 y इक्वल्स टु कति आयो त 9 आयो यसको भ्यालु पनि हो यसरी गर्नु पर्यो हामीहरूले y को भ्यालु 9 x को भ्यालु 8 आयो यसको अर्को क्वेसन छ 3 नम्बर क्वेसन चाहिँ हामीहरुको अलिकता फरक टाइपको क्वेसन 10 2x 5 2 इक्वल्स टु 10 5x + 1 र y + 1 भन्ने छ ल यस्तो क्वेसन आइदियो अब ल अब यो टाइपको क्वेसन आयो अब फर्स्टमा त हामीले यसमा खोज्नु पर्यो x र y हरु हेर्नु पर्यो x र y कहाँ छ भनेर हेर्नु पर्यो हेर्नुस् त यहाँ x छ भनेपछि फर्स्टमा हामीले के गर्नु पर्यो हियर भनेर फर्स्टमा त 2x इक्वल्स टु x + 1 लेख्न पाएँ मैले यो 2x इक्वल्स टु x + 1 यो 2x को ठाउँमा के छ x + 1 छ अब त्यसो भए 2x यो प्लस x लाई यतातिर ल्याएपछि के हुने भयो -x इक्वल्स टु यतातिर के बस्यो 1 मात्र बस्यो अब दुईटा x बाट एउटा x हटेपछि के हुने भयो एउटा x बस्यो x इक्वल्स टु 1 यो त कति सजिलो यस्तो क्वेसन त अब सिमिलरली अब y को पनि भ्यालु निकाल्नु पर्यो सिमिलरली के हुने भयो y + 1 इक्वल्स टु 2 लेख्न पाउँछु मैले y इक्वल्स टु 2 - 1 y इक्वल्स टु कति आयो त 1 आयो यस्तो सजिलो क्वेसन देयरफोर x and y इक्वल्स टु 1, 1 भनेर यसरी गर्दिने एक्जाममा झन् सजिलो ल यसरी सल्भ गर्नु पर्यो है त क्वेसनहरुलाई ल 3 नम्बर भयो अब अर्को एउटा अलिकता गाह्रो टाइपको क्वेसन के छ भन्दाखेरिमा यसकै लास्ट क्वेसन भनौं अर्को छ 1 x - y x + 2 अर्को छ 2 इक्वल्स टु इक्वल्स टु हाम्रो के छ 1 5 1 2 1 5 1 2 ल अब यो क्वेसन छ अब यस्तो क्वेसन आउने बित्तिकै त झन् खुसी हुनु पर्यो अब यो चाहिँ क्वेसन नम्बर ई को रहेछ 7 को ई यसको मैले सोलुसन गरेँ यसको सोलुसन गर्दाखेरि हामीलाई यो इक्वल म्याट्रिक्स हो भन्ने थाहा भइसकेपछि यसको करस्पोन्डिङ एलिमेन्ट्सहरु पनि के हुन्छ सेम हुन्छ भनेपछि मैले के लेख्न पाउँछु x + 2 इक्वल्स टु 5 लेख्न पाएँ मैले हो कि हैन त्यसो भए x इक्वल्स टु 5 - 2 x इक्वल्स टु 3 अब एउटा प्रश्न आउँछ हैन सर मैले फर्स्टमा यो नगरेर मैले यो गरेपछि चाहिँ के हुन्छ भन्ला यो गर्न पनि पाइयो पाउन त तर यहाँ x र y दुईटा भेरिएबल छ अनि दुईटा भेरिएबललाई एउटा इक्वेसनबाट कहिले पनि सल्भ गर्न सकिदैन त्यसैले फर्स्टमा हामीले एउटाको भ्यालु निकाल्न खोज्ने जसरी पनि अब यहाँबाट त एउटाको भ्यालु ठ्याक्कै आउँछ नि त x को भ्यालु त अलरेडी आयो अब यो आइसकेपछि त फेरि के गर्न पर्यो मैले हियर गरेर x - y को भ्यालु कति हुन्छ x - y को भ्यालु कति हुन्छ यहाँ 1 हुने भयो 1 अब x को भ्यालु त हामीले अलरेडी निकालिसक्यो नि त 3 भनेपछि 3 - y इक्वल्स टु 1 त्यसो भए -y इक्वल्स टु 1 - 3 हुने भयो प्लस 3 यतातिर आउँदाखेरि -3 भयो त्यसो भए -y इक्वल्स टु -2 y इक्वल्स टु 2 आयो हो y को भ्यालु 2 x को भ्यालु 3 आयो यसरी गर्नु पर्यो है त ल अब यसरी गरिसकेपछि
यति कुरा गरिसकेपछि ल अब अर्को हाम्रो 8 क्लासको क्वेसन नम्बर 8 को ए मा चाहिँ यस्तो क्वेसन दिएको रहेछ। अब यो क्वेसनमा चाहिँ के छ भन्दाखेरि हाम्रो ल्याङ्ग्वेजमा दिएको छ, यसलाई चाहिँ हामीले म्याट्रिक्समा चाहिँ ट्रान्सफर्म गर्नुपर्ने छ। क्वेसनले के भनेको छ भन्दाखेरि द लेन्थ ब्रेथ एन्ड हाइट अफ 2 बक्सेस, दुईटा बक्स छ अरे, जसको चाहिँ लेन्थ ब्रेथ र हाइट चाहिँ के रहेछ 6 5 10 र 5 to 8। भन्नुको मतलब पहिलो बक्सको चाहिँ 6 5 10 हो, सेकेन्ड बक्सको चाहिँ 5 to 8 हो अरे। अब के भन्यो, राइट दिस सेट अफ नम्बर इन म्याट्रिक्स फर्म सो द्याट द फर्स्ट कोलम इन्डिकेट्स लेन्थ, सेकेन्ड इन्डिकेट्स ब्रेथ एन्ड थर्ड इन्डिकेट्स हाइट। अब यसले आफै भनिदियो, पहिलो कोलमले चाहिँ लेन्थ, दोस्रोले ब्रेथ, तेस्रोले हाइट इन्डिकेट गर्ने गरी यसलाई चाहिँ म्याट्रिक्समा ट्रान्सफर्म गर भनेर भनेको छ। अब कोलम भनेको के हो त, कोलम भनेको यस्तो हुन्छ नि त, पहिलो कोलम भनेको C1 यतातिर हुने भयो, त्यसपछि यहाँ C2 हुने भयो, यहाँ C3 हुने भयो। अब C1 ले के रिप्रेजेन्ट गर्नु पर्यो अरे, लेन्थ रे, यहाँ हुनु पर्यो लेन्थ हुने भयो। C2 ले ब्रेथ भनेको छ, ब्रेथ, यसको के हुने भयो, हाइट। मैले यहाँ सोलुसन गरेँ, मैले यो C1 C2 C3 यसले क्वेसनले भने हो, यसले चाहिँ लेन्थ ब्रेथ र हाइटलाई इन्डिकेट गर्नु पर्यो अरे। अब कतिवटा बक्स छ यसको, दुईटा बक्स छ नि त। अब दुईटा बक्स छ भने चाहिँ मैले एउटा बक्सको नाम भने ए, अर्को बक्सको नाम भने बी। अभियसली यो कोलममा रिप्रेजेन्ट गरियो भने चाहिँ नम्बर अफ बक्सलाई हामीले रोमा रिप्रेजेन्ट गर्नु पर्यो। अब एउटा पहिलो बक्सको लेन्थ कति हो 6, यहाँ 6 राख्ने, ब्रेथ कति हो 5, हाइट कति हो 10। सिमिलरली बी को चाहिँ कति हो 5, सरी यहाँ 5 भयो, यहाँ 2 भयो, यहाँ 8 भयो हो। अब यो कुरालाई हामीले त म्याट्रिक्समा रिप्रेजेन्ट गरिहाल्यौँ नि, यही त हो नि म्याट्रिक्स भनेको। देयरफोर यदि यसको म्याट्रिक्सलाई मैले ए ले रिप्रेजेन्ट गरेँ भनेपछि हाम्रो एन्सर के हुने भयो, ए इक्वल्स टु 6 5 10 5 2 अनि 8, जसमा यो भनेको चाहिँ हाम्रो लेन्थ ब्रेथ हाइट भयो, यो भनेको चाहिँ हाम्रो ए र बी भनेको दुईटा बक्सको कुरा भयो। अब यसको अर्डर लेख्नु पर्यो भने चाहिँ के हुने भयो, दुईटा रो छ, तीनटा कोलम छ, 2/3 को म्याट्रिक्स भयो भनेर लेख्नु पर्यो है त, यसरी गर्ने। अब पहिलो एक्सर्साइजमा तपाईँहरूको यति नै कुराहरू छ, योभन्दा बेसी केही पनि छैन हैन। यसपछिको 8 को बी मा चाहिँ तपाईँको द पुपिल इन द अल्जेब्रिक क्लास मेक्स स्कोर अन द 3 टेस्ट भनेर भनेको छ, टेस्टको कुराहरू गरिरहेको छ। सोलोनीले 77 87 92 भनेर भनेको छ। यो क्वेसनलाई पनि मैले गरिदिएँ ल। यसपछि हामीहरूको यो 8 को बी लाई हामी सल्भ गर्छौँ। 8 को बी मा चाहिँ के भनेको छ भन्दाखेरि द पुपिल्स इन अ अल्जेब्रा क्लास मेक्स स्कोर अन 3 टेस्ट, तीनटा टेस्टमा स्टुडेन्टले स्कोर गरेको रिजल्टहरूलाई अथवा मार्क्सहरूलाई देखाएको छ। यसमा फर्स्टमा चाहिँ सोलोनीले 77 87 र 92, पहिलो टेस्टमा चाहिँ 77, दोस्रोमा चाहिँ 87 र तेस्रोमा 92 स्कोर गरेर रहेछ। पूनमले चाहिँ 95 98 91, सीताले चाहिँ 76 88 र 77 स्कोर गरेर रहेछ। अब यो इन्फर्मेसनलाई चाहिँ 3/3 को म्याट्रिक्समा ट्रान्सफर्म गर भनेको छ, बना भनेर भनेको छ ल। अब यसलाई फर्स्टमा त 3/3 गर्नुको लागि तीनटा रो चाहियो, तीनटा कोलम चाहियो कि हैन ल। पहिला मैले पहिलो टेस्ट, फर्स्ट टेस्ट भने पहिलो टेस्ट हैन, त्यसपछि गएर सेकेन्ड टेस्ट अनि थर्ड टेस्ट भनेर भने यो टेस्टहरू भयो हैन। अनि फर्स्टमा स्कोर कसले गरेछ, सोलोनीले, SOLONI सोलोनी लेखेँ मैले। सेकेन्डमा के छ, पुनम भन्ने छ, पुनम। थर्डमा के छ, सीता भन्ने छ, सीता। अब सोलोनीले फर्स्ट टेस्टमा कति स्कोर गरेछ त 77 भनेपछि यहाँ हुने भयो 77। सेकेन्डमा कति छ 87, यहाँ कति भयो 92, सार्ने मात्रै हो क्या यो त। अब यो कति भयो 95, यो कति हुने भयो 98, यो भयो 91, यहाँ भयो 76, यो भयो 88 अनि यो भयो 77। अझ यसलाई यसरी फर्मेटमा बनाइदिएपछि झनै राम्रो, यो यसरी ल, यसरी गरिदिनु। अब यसको म्याट्रिक्स लेख्नु पर्यो। त्यसो भए हाम्रो ए भन्ने म्याट्रिक्स के हुने हो त 3/3 को। फर्स्टमा छ 77 87 92 95 98 91 76 88 र 77। यो कतिको अर्डरको म्याट्रिक्स भयो 3/3 को म्याट्रिक्स भयो। यसरी लेख्नु पर्यो एन्सर ल। अनि लास्टको हाम्रो क्वेसन के छ भन्दाखेरिमा यो लास्टको क्वेसन हो। यसमा के भनेको छ, इफ द प्राइस अफ अ रेकर्ड इज 30, यो रेकर्डको प्राइस चाहिँ कति रहेछ 30, ब्लेड प्याकेटको प्राइस कति रहेछ 1.50, सोप केकको प्राइस कति रहेछ 1.70, डिस्प्ले द प्राइसेस एज अ
3/1 को प्राइस म्याट्रिक्समा देखाएँ। 3/1 को प्राइस म्याट्रिक्समा देखाउनु पऱ्यो। भन्नुको अर्थ 3टा चाहिँ रो हुनु पऱ्यो, एउटा मात्रै कोलम हुनु पऱ्यो। अब कुरो अभियसली हुनु भने 3टा रो त हुने भइहाल्यो नि। 3टा रो किन हुनु पऱ्यो? 3टा कुरा भनेको छ यसमा, रेकर्ड, प्याकेट र अर्को के भनेको छ, ब्लेडको कुरा गरेर 3टाको कुरा गरेको छ। भनेपछि 3टा रो बनाउनु पऱ्यो भनेपछि हामीले 3टा कुरा लेख्ने यहाँ रोमा चाहिँ। फर्स्टमा मैले लेखेँ रेकर्ड, RECORD भनेर रेकर्ड लेखेँ। यो पहिलो R1 भयो। त्यसपछि R2 मा हाम्रो के हुने भयो? त्यसपछि गएर यहाँ के छ, ब्लेड छ, BLADE ब्लेड। यो के भयो? R2 भयो। त्यसपछि अर्को हाम्रो के छ, सोप केक। यो भनेको के भयो? R3 भनेको रो 3 भयो। अब त्यसै गरी अब यिनीहरूको प्राइस भनेको छ नि त, यहाँ लेख्नु पऱ्यो प्राइस कति छ त? फर्स्टमा छ रेकर्डको प्राइस कति हो? 30 रुपिस। यहाँ 30 हुने भयो। त्यसपछि गएर अर्को के छ? ब्लेडको छ 1.50, अर्को छ 1.70। यसरी हुने हो क्या। अब यो भइसकेपछि त हाम्रो भइहाल्यो, यो एन्सरै आइहाल्यो। यति नै हो, इन्फर्मेसन नै यति नै देखा भने चाहिँ हाम्रो म्याट्रिक्स के हुने भयो? म्याट्रिक्स A इक्वल्स टु हाम्रो के हुने भयो? पहिलो 30, 1.50, 1.70। यो कति बाई कतिको म्याट्रिक्स भयो? 3टा रो छ, एउटा मात्र कोलम छ। 3/1 को म्याट्रिक्स भयो भनेर लेख्ने। यसरी लेख्नु पऱ्यो है त। 3/1 को म्याट्रिक्स भयो। यो प्राइसलाई मात्र छान्ने भयो। यो अब यसरी यहाँ माथि प्राइस भनेर लेख्यो, यहाँ चाहिँ अब रेकर्ड होइन, ब्लेड, सोप भनेर लेख्न पनि पाइयो होइन। म यत्तिकै छाड्छु भन्न पनि पाइयो। यसरी टेबल चाहिँ बनाउनुपर्छ। यत्तिकै छाड्छु भनेपछि चाहिँ यसरी टेबल बनाएर देखाइदिनु सजिलो हुन्छ। ल, आजको क्लास चाहिँ यति नै थियो। अब अर्को क्लासमा चाहिँ हामीले अपरेसन अन म्याट्रिक्स भनेर म्याट्रिक्स एडिसन, म्याट्रिक्स मल्टिप्लिकेसन, म्याट्रिक्स डिभिजनहरू लगायतका कुराहरू, अब ट्रान्सपोजको कुराहरू भयो होइन, एडिसनको कुराहरू हामी नेक्स्ट भिडियोमा गर्छौँ। यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भनेपछि च्यानललाई सब्सक्राइब गरेर भिडियोलाई लाइक गरिदिनु होला। ल, धन्यवाद।